हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ आजको ब्लग चाहिँ गाइस ब्लगै सुट गर्नको लागि जान लागेको। यस्तो लोकेसन छ, एकदम बवाल लोकेसन हैन। अब आउटफिट हानेर गइरहेको छु हैन। हल्का यो सँग चाहिँ सानो काम थियो है, पानी सानी पिएर अनि टक्क चाहिँ अब हामी चाहिँ हिँड्छौँ। एकछिनपछि हजुरहरूलाई त्यो लोकेसन देखाउँछु। भिडियोमा बनिदिनु होला, एकदम भिडियो माया दिइदिनु होला भिडियोलाई हैन। र किनकि नयाँ युट्युब च्यानल छ, हजुरहरूले सपोर्ट गरेपछि मात्र अगाडि बढ्ने छ। गाडी साडी स्टार्ट गरेर हिँड्न लागिसकेछौँ हैन। कस्तो छ भ्यू यहाँको हेर्न सक्नुहुन्छ। वाल लागिरहेको टाइम पनि हुन लागिसकेछ गाइस। अब कतिखेर पुगिन्छ त्यो त थाहा छैन। अब अँध्यारो भएपछि फेरि ब्लग बनाउनुको मजै आउँदैन कि। हल्का लाइटिङ सनलाइट पनि पुरा डिम भइसकेको छ। त्यो यो पुलिस आए जस्तो गरेको हो। अनि हामी चाहिँ जान लाग्छौँ भिडियोमा बनिराख्नुलाई, हेर्नु होला। यहाँ बेङ्गलोर लाइभ भयो हाम्रो है। टक्क थार गाडी गइरहेको छ होइन गाइस। हजुरहरूले सपोर्ट गर्नुभयो भने चाहिँ मैले पनि यस्तै ल्याउँछु। फेरि सबलाई घुम्न लग्छु नि फेरि थारमा होइन, बुझिराख्नुहोस्। लाइक दिनु पऱ्यो नि त एउटा। हेर्न सक्नुहुन्छ गाइस होइन। हामी चाहिँ हल्का अगाडि पुगेको छौँ। यो चाहिँ चौर हो। यहाँ चाहिँ फुटबलहरू खेल्ने गर्छ सबैजनाले। क्रिकेट गराउन्, फुटबल गराउन्, भलिबल गराउन्, जे गर्न सक्नुहुन्छ त्यही हो होइन। आफ्नो इच्छा हो। म चाहिँ टक्क बसिरहेको देखेपछि चाहिँ डाइरेक्ट गरेर हजुरलाई त्यही लोकेसनमा गरेर भेट्छु ल। गाइस हेर्नु यहाँ कस्तो धुलो माटो उडिरहेछ। कसम भन्दा मास्क पनि लगाइएन, पुरा के गर्ने, सब खराब भयो। मास्क पनि लगाएर आइएन होइन। अनि पुरा फ्रेस सुकेर पुरा भइसक्यो, काम भइसक्यो। पालको बन्दा नि गएको रहेछ है। हेर न ए बाबा के हो यस्तो, के गर्न खोजेको भने तपाईँहरूको लागि आएको यार ब्लग बनाउनको लागि। यस्तो यस्तो ठाउँबाट बेङ्गलोरको ठाउँमा पनि यस्तो रहेछ यो बाटो नबन्नु पाएर। यहाँको प्रधानमन्त्रीको हो, त्यसले बनाइदिनु पऱ्यो रोड। नत्र हामी जस्तो भिजिटरहरू फेरि आउँदैनौँ नि होइन। हामी जस्तो भिजिटरहरू आउँदैनौँ नि फेरि। यसो बनाइदिनु पऱ्यो रोड। एकदम मस्ती तरफ से सेट करना। फाइनली गाइज हामी त्यो लोकेसनमा पुगिसक्यौँ होइन। हेर्न सक्नुहुन्छ गाडी चाहिँ अब यहाँ पार्किङ भइसक्यो होइन। अनि टक्क हेर्नु सक्नुहुन्छ यहाँ कस्तो छ। हामी चाहिँ अब हामी चाहिँ बढ्छौँ अगाडितिर। कैसा है इधरका नजारा। अनि हामी चाहिँ अब माथितिर जाँदैछौँ। माथि गएर डाँडातिर गएर पुरा चढेर तलको भ्यूहरू देखाउनु पऱ्यो कि बवाल हुन्छ। ब्ल्याक देखिरहेछ। चस्मा लगाएर हो कि चस्मा लगाएर हो कि क्यामेरा यस्तै आइरहेको छ। हेर्न सक्नुहुन्छ गाइस ह्यान्डसम बोय। कस्तो छ यार भ्यू, दामी लागिरहेछ है। माथि हेर्न सक्नुहुन्छ गाइस हामी आइसक्यौँ यतातिर ल। इन्ट्री भइसक्यो राजाको। यहाँ टक्क लाएर चाहिँ चढ्नु पर्छ माथितिर। गाना चलिरहेछ। अब यो गानाले पनि कपिराइट हान्दिएला। अस्ति भर्खर भिडियो बनायो कपिराइट हानिदिरहेको थियो। यति मेहनतले भिडियो बनाउँछ गाई होइन। अस्ति भर्खरै बनाएको ब्लग चाहिँ पुरा एकदम चाहिँ कपिराइट आइदिरहेको हुन्छ। खतरनाक। अब यहाँ चाहिँ अब हामी जान लागेको छौँ होइन। माथि चढ्दिउँ नि त है। कसरी चढ्ने हो, चढ्न त फेरि रोहन खतरनाक छ। फेरि यस्तो यस्तो झाडीबाट झाडी साडी फाडेर ध्यानले हेर्नु है। फेरि ड्राइभर भएर फेरि ड्राइभरलाई के गर्दै यहाँ मान्छेहरू पनि धेरै रहेछन्।
यहाँ माथि चाहिँ चढेर देख्न सक्नुहुन्छ। त्यहाँबाट हामीलाई पुरा छाला छिल्लियो जस्तो लाग्यो त्यहाँ। अनि माथिको नजारा चाहिँ यस्तो छ। चल हिँड न अगाडितिर, किन रोकिरहेको हो? डक्क चाहिँ हेर्न सक्नुहुन्छ। किन हेरेर हाँसिरहेको? टक्कमा चिसो मौसम छ है, दामी आइरहेछ। या भ्यू हेर्नु न, भ्यू। राजा नटेकिदिनु नि ढाडमा फेरि। पहिला यति भिड थिएन राजा अहिले आइरहेको छ। ऊ त अगाडि जाउँ मेरो। चप्पल लगाएर चप्पल खोल्नु पर्यो। एउटा हामी फलेर त्यहाँ जाउँ गएर। हामीले चाहिँ त्यहाँ सुज लगाएको थियो, सबै चाहिँ खाली खुट्टा बसिरहेको थिएँ। पुरा खतरी। के गर्नु, रिटर्न जानु पर्यो यार। त्यहाँ पुरा सब जुत्ता सुत्ता, कसले पनि जुत्ता नलगाएको, हामी दुइटाले मात्र जुत्ता लगायो। फेरि रिटर्न आउँदिनलाई के कसो त्यस्तो ठाउँबाट। ऐसे ऐसे हम लोग खतरनाक खतरनाक वीडियो लेके आते हैं अब लोगों के लिए। देख रहा देखो नहीं इधर तल गइरहेको छु। ग्राउन्डतिर त्यहाँ चाहिँ अब मन्दिरमा चाहिँ भोजन लागिरहेको थियो है। बन्द गरिदियो? नै भजन चलिरहेको थियो। के गर्ने, राजा जुत्ता लगाएपछि हेरियो रुमदेखि नै आउनुपर्छ जस्तो लाग्यो। चप्पल खोल्ने ठाउँ पनि भेटाएँ नि है, गाह्रो छ। एउटा फोटो खिचौँला भनेको, त्यही भनेको थिएँ मैले। फोटो खिचिहाल्थ्यो भनेको। अब राजालाई डर लाग्यो अरे। केही छैन, भए पनि राम्रै छ। अरूभन्दा नि भ्यूहरू पनि भयो, हावाहरू पनि खतरनाक लागिरहेछ क्या, दामी लागिरहेछ मलाई त। लगाइ चाहिँ हेर्न सक्नुहुन्छ है। यो चाहिँ अब अन्तिम ब्लग हो। यहाँ हेर्न सक्नुहुन्छ, यति नै यहाँको टक्क लाएर हेर्न सक्नुहुन्छ। सबजनाहरू यता बेलुकातिर बस्न आउँछ हो। अब चाहिँ यहाँको हेर्न सक्नुहुन्छ भ्यू चाहिँ यति नै हो। अब हल्का अँध्यारो पनि हुन लागिसकेको छ। त्यो चाहिँ फिनिस गरौँ भन्ने सोचिरहेको छु। अब धेरै यस्तो बवाल ब्लग पनि आउनेछ फेरि पनि होइन। यो चाहिँ हेर्नु न, स्टार्टिङमा यस्तो खतरनाक ब्लग दिएको छु। अब योभन्दा खतरनाक ब्लगहरू आउनेछ। अनि यहाँ पुरा मान्छेहरूलाई देखाइदियो गयो, मान्छेहरू खतरनाक आइरहेको छ। अब ब्लग बनाउनु पनि लाज लागिरहेको छ क्या फेरि पनि। अँध्यारो भइसक्यो, अब के बनाउने होइन। अब यो भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर गरेर चाहिँ माया गरिदिनु होला। अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला, किनकि नयाँ युट्युब च्यानल हो। हजुरहरूले सपोर्ट गर्नुहुन्छ भनेर मलाई पुरा विश्वास छ होइन। अब चाहिँ अर्को हप्ता चाहिँ यस्तो खतरनाक ब्लग लिएर आउँछु मैले। अनि त्यो चाहिँ सरप्राइज हुनेवाला छ हजुरहरूले। त्यो ल बाई, नेक्स्ट ब्लग आउनु।